व्हाट्सअप गाइज, वेलकम ब्याक टु द च्यानल मल्टिभाइब ल्याब। आज चाहिँ हामीले यो च्यानलमा साइन्सको एक्सपेरिमेन्ट होइन, आज हामी कम्प्युटर साइन्सको एक्सपेरिमेन्ट गर्न गइरहेका छौँ। आज चाहिँ हामी लिटरल्ली एउटा कुनै कोडिङको युज नगरेर एप बनाउन जाँदैछौँ। के तपाईँहरूलाई पत्यार लाग्छ यो पोसिबल छ भनेर? विदाउट एनी कस्ट, केही कस्ट पनि लाग्दैन र कोडिङ पनि केही गर्नु पर्दैन। मात्र तपाईँलाई एउटा मोबाइल चाहिन्छ र इन्टरनेट चाहिन्छ, मात्र त्यति, नत्र अरू केही नै चाहिँदैन लिटरल्ली। र अब यति भन्दैमा यो भिडियो लास्टसम्म हेरिदिनु होला र लाइक र सब्सक्राइब गर्न नभुल्नु होला। यति भन्दैमा म आफ्नो अब स्क्रिन सेयर स्टार्ट गर्न जाँदैछु। लेट्स इन्टर इन द भिडियो एन्ड मेक द न्यू एप। तो चलिए शुरू करते हैं। ल गाइज, हामी चाहिँ अब स्क्रिन रेकर्डिङ गर्न सुरु गऱ्यौँ। अब यो एप बनाउन हामीले सबैभन्दा पहिला एउटा कुनै पनि ब्राउजर, जस्तै मैले चाहिँ क्रोम खोलेँ हजुरहरूले, र अब फेरि खोल्न जाँदैछु म। ल गाइज, अब हाम्रो एप बनाउने एआईको नाम चाहिँ BASE Base44 हो। Base44 मैले यो प्रमोट गर्न खोजेको होइन है, मैले नि एउटा आफ्नो फर्स्ट एप यताबाटै बनाएको थिएँ र आज पनि तपाईँहरूलाई बनाएर देखाउँदैछु। सबै एआईकै युज गरेको हो, न केही कोडिङ चाहिन्छ, जस्ट हामीले प्रम्प्ट चाहिँ लेख्नुपर्छ। र अब Base44 खोलिसकेको छ र यस्तो त्यो देखाउँछ र यसमा क्लिक गर्नुपर्छ है। हाम्रोमा यस्तो त्यो आउँछ, के अरे, यस्तो प्लेटफर्म आउँछ। हामीले माई बिल्डिङ स्टार्ट बिल्डिङमा थिचेपछि तपाईँहरूले यसलाई गर्न, के अरे, साइनअप पनि गर्न सक्नुहुन्छ। मैले चाहिँ अलरेडी साइनअप गरिसकेको थिएँ। यस्तै साइनअप कसरी गर्ने भनेर भिडियो चाहिएमा कमेन्टमा लेख्नु होला, म बनाउने छु त्यसको सम्बन्धी पनि भिडियो। र अब हामीले यतिको खोलेपछि हामी अब प्रम्प्ट लेख्न जान्छौँ च्याट जिपिटीमा। हामीलाई त दुःख गर्नु त छैन, हामी मान्छे लास्टै अल्छी। र अब मैले यहाँ एउटा प्रम्प्ट लेख्छु, हाउ टु मेक, होइन यो होइन। र अब हामीले यो च्याट जिपिटीलाई के भनेर लेख्छौँ भन्दाखेरि, क्रिएट अ प्रम्प्ट फर Base44 AI to build app related to। तपाईँहरूले चाहिँ जस्तो एप चाहियो त्यस्तै यसलाई त्यस्तै एप बनाउने प्रम्प्ट लेख्दै भनेर भन्न सक्नुहुन्छ। मैले चाहिँ आज यही मेरै च्यानल रिलेटेडको भिडियो बनाउन चाहेँ है, एउटा प्रब्लम सल्भ गर्ने। र हामीले अब हाम्रो प्रम्प्ट पनि यहाँ लेखिसकेको छौँ, च्याट जिपिटीलाई दिन लागिरहेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ सबै दिइसकेको छ। र अब हामीले यही प्रम्प्टलाई कपी गरेर त्यसमा पोस्ट गर्न सक्छौँ। कपी गरौँ है, हेरौँ है त कतिको सजिलो रहेछ यो एआईले मात्र एप बनाउन। सबै कपी गरौँ है गाइज। टाकटुक दिँदो रहेछ ल।
गाइज यति गर्दैमा हाम्रो च्यानललाई लाइक र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यस्तै एआई बेस्ड कन्टेन्ट र साइन्स एक्सपेरिमेन्टहरूको भिडियो चाहिएमा चाहिँ यो भिडियो यस्तै साइन्स एक्सपेरिमेन्ट र एआई कम्प्युटर साइन्स रिलेटेडको भिडियोहरू चाहिँ यहाँ यस च्यानलमा आइरहन्छ। त्यसैले यसलाई लाइक र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। र अब हामीले च्याटजिपिटीबाट प्रम्प्ट पनि कपी गरिसकेको छौँ र अब यही प्रम्प्टलाई अघि भर्खर गएको क्रोम बेस 44मा जाउँ अनि डिस्क्राइब द एप यु वान्ट भनेको छ नि, यहाँ जुन यहाँ एरोले देखाउँछु। जस्तै यहाँ हामीले एपको त्यो प्रम्प्ट अघि कपी गरेको प्रम्प्ट यहाँ हाल्न सक्छौँ है। हामीले यहाँ हालौँ है त, यहाँ यो हाल्यौँ, सबै भयो है। अब हामीले यसलाई त्यो गर्न एपलाई बिल्ड गर्नको लागि यहाँ यस्तो यहाँ थिचेपछि भइहाल्छ। र अब हाम्रो एप चाहिँ बनिरहेको छ। यहाँ एउटा अर्को पनि फाइदेमन्द कुरा हामीले यहाँ जुन कुरा भइरहेको छ यहाँबाट हामीले हाम्रो एप कस्तो भइरह भनेर नि हेर्न सक्छौँ है। यहाँ हाम्रो यहाँ बिल्डिङ योर आइडिया भनेर देखाइरहेको छ अनि हामीले यहाँ भएको कुराहरू के बिल्ड गरेर राखेको हेरौँ है त। यहाँ यस्तो लेखिरहेको रहेछ, सबै कोडिङ गरेर चाहिँ एआईले कम्प्लिटली एआईले कोडिङ गरेर हामीले केही दुःख गरेको छैन। अहिलेसम्म देखिरहनु भएको छ तपाईँहरूले। हामीले मात्र च्याटजिपिटीलाई चाहिँ प्रम्प्ट दिएका थियौँ र एप चाहिँ अब बनिसकेको छ। यसलाई बन्न लगभग 10 मिनट लाग्यो है। मेरो यताको नेट हल्का स्लो छ है। अब हेरौँ है त यसलाई कस्तो बनेको रहेछ त एप है त। यो चाहिँ हाम्रो एपको फ्रन्ट पेज हो। यसलाई हाम्रो डार्क नि बनाउनु मिल्दो रहेछ, मिल्छ है। अब यहाँ हाम्रो के भन्छ लर्न साइन्स क्रिएट कन्टेन्ट इन्सपायर, यो हाम्रो फ्रन्ट पेज भइहाल्यो। यो एप यस्तो देखिँदो रहेछ गाइस, चेक गरौँ है त। हामीलाई चाहिँ एउटा हामीले साइन्स रिलेटेड आएको थियौँ, त्यसो भए हामीलाई सर्च एक्सपेरिमेन्ट भने कुन एक्सपेरिमेन्ट चाहियो भन्दाखेरि हामीलाई भोल्क्यानो इरप्सन हेरौँ है त। भोल्क्यानिक इरप्सन, हामीले चाहिँ यहाँ यो यिनीहरू हेर्न सक्छौँ एक्सपेरिमेन्टहरू। यहाँ अघि हामीले भोल्क्यानिक इरप्सन सर्च गरेको थियौँ, यहाँ आयो है भोल्क्यानिक इरप्सन। अब यसको भित्र हेरौँ है त कसरी बनाउने रहेछ। यहाँ हामीले यो सबै हेर्न सक्छौँ। भोल्क्यानो सेप, वाट ह्यापेन्स, रियल लाइफ एप्लिकेसन, सेयर योर थट्स रिजल्ट। र हामीले यो बनायौँ है, यो एप काम गर्दो रहेछ यो थाहा पायौँ। अझै गरौँ न हामी है। यहाँ सोलर सिस्टमको मोडलहरू नि हेर्न मिल्दो रहेछ। र यदि तपाईँहरूलाई एपमा अझै केही थप्न चाहनुहुन्छ भने यताबाट थप्न सक्नुहुन्छ, यसले थपिदिन्छ। र मैले चाहिँ अहिले केही थप्न चाहिनँ है, त्यसैले मैले थपिनँ। र हाम्रो एप पुरै बनिसकेको छ। अब हामीले यसलाई पब्लिस गर्न पनि सकिन्छ। जस्तै हामीले यसलाई यता थिच्यौँ, यो रकेट जस्तो बटनमा थिच्यौँ भने यसलाई हामीले पब्लिस गर्न मिल्छ। हेरौँ है त गाइस, यो हुन्छ कि हुँदैन। यहाँ पब्लिसमा थिचेपछि यहाँ हाम्रो युआरएल आउँछ। युआरएल भएपछि हाम्रो डाउनलोड भयो। र हामीले अब यो एपलाई जस्तै पैसा कमाउन चाहन्छौँ भने चाहिँ हामीले प्ले स्टोरमा $25 तिरेर यो एपलाई पब्लिस गर्न सक्छौँ र पैसा कमाउन सक्छौँ। थप जानकारीको लागि यो एपमा यो च्यानलमा बनिरहनु होला। यस्तै खाले ट्राईहरू हामी गर्दै जानेछौँ। यो गाइस हाम्रो एप चाहिँ बनिसकेको छ अब है। र यस्तै इन्ट्रेस्टिङ कुराहरूको जानकारी लिन चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक र सब्सक्राइब गर्नुहोला। अबदेखि हाम्रो यो मल्टिभाइब ल्याबले साइन्स एआई रिलेटेड भिडियोहरू हालिरहन्छ।
अन्तिममा म के भन्न चाहन्छु भने थ्याङ्क यू फर वाचिङ दिस भिडियो टिल द इन्ड. लाइक एन्ड सब्सक्राइब मल्टिभाइब ल्याब.